नेपालको पहिलो नागढुङ्गा नौबिसे सुरुङ मार्ग गर्व कि महँगो गल्ती? सुरुवाती लागत 17 अर्ब जापानी ऋणसहित करिब 22 अर्ब रुपैयाँ। तर विभिन्न कारणले 3 वर्ष 3 महिना ढिलाउँदा अन्तिम लागत झण्डै 29 अर्ब रुपैयाँ पुग्यो। बदलामा के आयो? जम्मा 2.5 किलोमिटर सडक छोटो र करिब 10 देखि 20 मिनेट यात्रा समय बचत। तर अब मुख्य प्रश्न, नेपालकै सबैभन्दा व्यस्त राजमार्गमा बनेको यो सुरुङ मार्ग जम्मा 2 लेनको मात्र छ। त्यसमाथि 2 पाङ्ग्रे सवारी साधन र ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी सञ्चालन गर्न पाइँदैन, जसका कारण धेरै सवारीले पुरानै सडक प्रयोग गर्नुपर्ने हुन्छ। यति ठूलो लगानी गर्दा भविष्यको ट्राफिकलाई ध्यान दिएर 4 वा 6 लेन किन बनाइएन? यदि सुरुङभित्र एउटा ट्रक बिग्रियो भने पूरा टनेलको सञ्चालन नै रोकिन सक्छ। हो, नेपालको पहिलो आधुनिक सुरुङ मार्ग हुनु गर्वको विषय हो। तर 29 अर्ब रुपैयाँ खर्च गरेर सीमित लाभ दिने पूर्वाधार बनाउनु नेपाल जस्तो सीमित स्रोत भएको देशका लागि सही प्राथमिकता थियो त? यो परियोजना देखावटी पूर्वाधार हो कि अवसर हुँदाहुँदै पनि भविष्यलाई पुग्ने गरी योजना बनाउन नसकिएको उदाहरण? कमेन्टमा आफ्नो धारणा लेख्नुहोस्। नेपाल सरकारलाई सुझाव छ कि फेरि यस्तो महँगो गल्ती नदोहोरियोस्।